टिभी कान्छे हेर त अब हामी साइड गर हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल मिस्टर मगर ब्लग केटीलाई भन्दा बढी चाहिँ बेच्छ पनि अझै टिपेर गुराँसै फुल बनैमा के टिप्यो कान्छा ओहो मान्छे राम्रो हो कि फुल राम्रो हो कि गुलाफ राम्रो हेर त बिनिता तिम्रो फेभरेट के हो बिनिता अनिचल जस्तो दिन्छन् के अनिचल के हो साथी त्यो फाइनली अब हामीले पनि गुराँस त देख्न पायौँ होइन गाइस अब स्विजरल्यान्ड आउन सक्नुहुन्छ तिमी फुललाई हेरेर यसो गर न फुललाई हेर्न फुललाई तिमी चाहिँ यता साइड गर ल म चाहिँ यता साइड ल पोज देऊ न कमर हात लगाऊ न राम्रोसँग के गरेको बाबु तिमीले पख म भनिदिन्छु तिम्रो मम्मीलाई भनिदिन्छु म हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल मिस्टर मगर ब्लग अहिले हामी कहाँ छौँ साथी कहाँ जाने हामी अहिले हामी यो गुराँसी फुल खान गइरहेछौँ सँग अनि साथी खुसी लाग्यो नि खुसी लागिहाल्छ नि आज रिङ्गटा लाग्छ नि सो के गर्न गएको तिमी यो लोकेसन कता भनिदिनु पर्यो लोकेसन चाहिँ हाम्रो ठ्याक्क काठमाडौँबाट भित्र 2 घन्टा जति लाग्छ होइन काठमाडौँ पनि कलङ्कीबाट भन्नु न कलङ्कीबाट लगभग गाडीमा चाहिँ हाम्रो आधा घन्टा जति लाग्छ हिँडेर आउनु पर्दा चाहिँ धेरै गाह्रो छ फुललाई त यसरी टिप्न त भएन त मन परेको फुल सुके पनि रस भन्छ तिमी चाहिँ अनि मन परेको फुल पनि चुडाएर फालिदिँदा नि तिमी सो हामीले त लालीगुराँस पनि टिपेको छैनौँ हामी लालीगुराँस टिप्नु भएछ हजुरले यो त राष्ट्रिय हजुरले त्यो राष्ट्रिय संरक्षणको त ठुलो गर्नुभयो नि त हजुरलाई टिप्यो भने तर हृदयमा राखेको छु क्या मैले हजुरलाई तर ठुलै कानुन लाग्छ नि फेरि के कानुन लाग्छ अनि नेसनल फ्लावर हजुरले अनि यस्तो दुरुपयोग त गर्नु भएन नि त हजुरलाई सजाय जेल सजाय पनि हुनसक्छ हेर्नुहोस् यो भिडियो हजुरहरू कति हेरिरहनु भएको छ भने उहाँलाई एउटा लाइक कमेन्ट एउटा चाहिँ मिठो छोडेर जानु होला होइन यस्तो कहिले पनि यस्तो गर्न चाहिँ हुँदैन बस हेर्ने हो मन परेको फुल सुके पनि रस भने चाहिँ हेर्ने हो सो तर यसरी टिप्न चाहिँ भएन टिप्न चाहिँ भएन है माया गर्ने मान्छेलाई माया गर्ने हो ऊ होइन हाम्रो जो भिडियो हो सो तपाईँहरूलाई यो लालीगुराँस नटिप्न हुन अनुरोध गर्दछौँ हामी मन्दिर साइड तर गाइस मैले एउटा चिज चाहिँ मैले के चित्तै बुझेन भन्दाखेरि के होइन हेर्नु न पुरा ऊ यता आउँछ होइन पुरा ऊ पिकनिक सिक्ने यताउता रमाइलो गर्छ हेर्नु न फोकर यस्तो प्लास्टिकहरू चाहिँ नफालौँ है गाइस है जोइ गइ नै हुनुहुन्छ कि अब हामी पनि अब हामीले पनि लिएर आऊँ होइन लिएर आऊँ खानेकुराहरू तर हामी यही प्लास्टिकमा हालेर ब्यागमा हालेर यसो अब एकछिनमा अब हामी माथि मन्दिर पुगेर भेटौँ है त गाइस मन परेको फुल सुके पनि रस पनि रसिलो कस्तो हेर्नु न अब हामी के मन्दिर पुगिसक्यौँ यतिखेर यस्तो छ अब केटीलाई भन्दा बढी छ यहाँ फोटो चाहिने सेल्फी हान्ने होइन मलाई चाहिँ पठाउनु पर्ने हुन्छ के कसो सर हजुरलाई यो मान्छेले के हजुरलाई फोटोग्राफर बनाइदिएन यो मान्छेले मैले सिकाएको अनि यो मान्छेलाई केटाहरू यस्तै छ है हाम्रो अहिलेसम्म आमजाम भन्दै छिचेर आयौँ होइन भिडियो पनि सब नगरिकन माथि यस्तो गर्छन् कि केटाहरू सेल पनि ठिक छ बेच्छ पनि अझै टिपेर बेच्दै हुन्छ न्युज आइरहेको छ यो के नहोला भनेर आयो लास्टमा खुली त तर यस्तो भन्नु नमिल्ने तर दियोस् ठाउँहरू व्यवस्थित छ पिकनिक स्पोटको लागि चाहिँ दामी छ है रहेछ त ल है तर जति त्यति फोकर चाहिँ म नफालौँ गाई चाहिँ यहाँ बियर फाले यार यस्तो चाहिँ नरम यस्तो सिसाहरू यस्तो नरम सबै नागरिक बनाऊँ छियो सो ल हामीहरू कहाँ छौँ पानी आउँछ नि कि धारा मात्रै हो छ पानी छ ठिक छ प्रगति छ व्यवस्थित लोकल पानी अब हामीले यसरी गरेर लेकको पानी के है यसरी मुख धुन्छ आहा यो अन्त यो हो गाइस यस्तो चिसो लेकको पानी हो लेकको
यो लाइफ मर लाने के छ र होइन जे होस् हजुरहरू यस्तो हप्तामा एक दिन यसो मिलाएर स्विजरल्यान्ड पार्क आउन सक्नुहुन्छ त्यहाँ हुनुहुन्थ्यो होइन हन्ड्रेड के भन्नुभयो भने चाहिँ लालीगुराँस टिप्न पाउने यदि टिपेको यदि देखेमा थाहा पाइएमा हजुरहरूलाई 1000 रुपियाँ जरिमाना लाग्छ भने त सो त हामीले त टिपेको होइन त हामीले त बाटोमा फालेको उठाएर लिएर आयो भनेर हामी पनि ओ राम्रो खा हेर है क्यामेरा सेटिङ मिलायो तिम्रो दोष हुन्छ लास्टमा हाई हेलो मिनेको सर चाहिँ खुट्टा लास गरे उता गए कि खुट्टा धुन लागि उसलाई हामीले खुट्टा धुन लास सरको खुट्टा त ला गए हामी मिलाउँ है ल यो खाम पहिला अनि अनि खाम है खाने के त अनि त अहिले त्यसै खाउँ एकदम मिठो हुन्छ कपालहरू पनि थियो तिनीहरू एउटा केटी छ सब ठोक्छन् कि 2टा केटी छन् ग्रुप हो आलुको पनि यस्तो छ त्यो आलु गरेर झुलो बनाएर त्यसमा मिसाएर त्यसलाई अनि पातामा निकालेर रोटी बनाए त्यो पटुवा फाल्दियो नि त होइन सर्छ त्यसै नै गरे होला दाजु एउटै लेभलकै हुँदैन नि मिसिनले हो त्यसरी होइन यो चिनी पनि मिसायो नि त धुटी बनाएर त्यो त मसला त होइन है मसला जस्तो पनि छर्किन सक्छ नि होइन मिसिनले क्या मान्छेले छैन मेसिनले हो नि कहाँ मान्छेले सक्छ हो साथी आलु सालु धोइदिए गरेर हाल्छ होला है मान्छे चलाएको है त्यो चाहिँ मान्छेले बत्तीले चलाएको दिमाग चाहिँ मान्छेको दिमाग चाहिँ मान्छेको 8 मिनटको मात्र छ भिडियो अब त्यो अब बनाउनु हुन्छ है अनि त्यो अब हामी उता टाढी पाडे उता यता हिँड्दै जाऊँ होइन खाइदियो भने नरम त्यसो खाइछ म त पुग्यो यार खाने खाऊ केटा म त सक्दिनँ यसो गर न हो त्यहाँ अराउँछ यहाँ ल यो चाहिँ म फालेर आउँछु है त मैले प्लास्टिक खालेर प्लास्टिकहरू फालेर आउँछु चाउचाउ पनि गर्छ यो पनि फालेर पख न प्लास्टिक खानुपर्छ हौ डाउरी लङ ओइ मेरो यार मोबाइल कसको मोबाइल पनि फाल्नुपर्ने हुन्छ हामीले यता बाटो नि गर्नु यता बाटो गर न राम्रोसँग गर है सफा है सफा सुक्खा गर्नुपर्छ प्लास्टिकहरू सब हालेर
ल सबै देख्छ है पछाडि अझै सिधा राम्रोसँग बस्छ न ब्याकग्राउन्ड देख्न गर न हल्का सेन्की भएको छ खाएर अगाएर बसेछ लोड भएको छ यहाँ आउनलाई यति क्यामेरा मान्छे त्यसरी सेटिङ मिलाउँछ के गर्नु त भयो ल गाइज हेर्नु है यसरी हामीले क्यामेरामा यस्तो रुखमा यस्तो गरेर सेटिङ मिलाउँछ हजुरहरूलाई देखाउनको लागि है हेर्नु न यसरी पुरा यस्तो गर्छ ल हजुर यस्तो मिनेर गर्ने छ है क्यामेरा मान्छे हो म तिरेछु नि दिनमा अब पुरा अब 50,000 अब के गर्नु त ल